पारिजात पारिजातको फूल सूर्योदय अघि किन झर्छ? आउनुहोस् आज यसको बारे थोरै चर्चा गरौँ। पारिजातको फूल सूर्योदय नहुँदै झर्ने कुरा प्राय हिन्दू पुराण र लोककथामा भेटिन्छ। यसको पौराणिक कथा यस प्रकार छ। पारिजातको वृक्ष स्वर्गमा बस्ने भगवान इन्द्रको बगैँचामा हुर्किएको थियो। यसले अमरता र दिव्य सुगन्ध दिने फूलहरू उत्पादन गर्थ्यो। एक दिन भगवान श्रीकृष्णले राति कौरवहरूको यज्ञ स्थलबाट स्वर्गमा अमृत लिन जाँदा भगवान श्रीकृष्णले स्वर्गबाटै पारिजातलाई लिएर आउनुभएको थियो। कथाअनुसार पारिजातको फूल केवल रातभर फुल्ने र बिहान सूर्योदयसँगै झर्ने गर्छ। यसको कारण यो छ कि यो फूल स्वर्गीय र दिव्य प्रकृतिको भएकोले सूर्यको प्रकाश र पृथ्वीको वातावरणसँग मेल नखाँदा स्थायी रहन सक्दैन। त्यसैले पारिजातको फूल सूर्योदय नहुँदै झर्छ भन्ने प्रचलित मान्यता छ र यस्तै हुन्छ पनि। र यसलाई केही पुराणमा प्रेम, त्याग र अस्तित्वको प्रतीकको रूपमा पनि व्याख्या गरिएको छ। एक लोककथामा भनिएको छ जब भगवान श्रीकृष्णले पारिजातको वृक्ष स्वर्गबाट रातमा पृथ्वीमा ल्याए, फूल रातभर सुन्दर र ताजा रह्यो, तर बिहान सूर्य उदाउँदा फूल झरिसकेको थियो। यसले प्रेम र सौन्दर्य अस्थायी हुने कुरा सिकाउँछ र यही कारणले पारिजातको फूल साँझदेखि बिहानसम्म मात्र ताजा रहन्छ। भिडियो अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा धन्यवाद। यदि भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर र च्यानललाई सब्सक्राइब गर्न नभुल्नुहोला। पुनः अर्को भिडियोमा भेट्ने बाचासहित अहिलेलाई म बिदा हुन्छु।